गरी 14,125 उहाँहरूले सङ्कलन गर्नुभएको छ। यो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उहाँलाई पनि हस्तान्तरण कार्यक्रममा सरिक भइदिनुमा हार्दिक अनुरोध गर्दछु। भाले टिफिलिटी खेलेर मेलामा 12 विषय मेलामा स्याङ्जावालीको त्यसै गरी यदि हाम्रो यस कार्यक्रमलाई सफल पार्नको लागि सहयात्रा गर्नुहुने कलाकार भैरवज्यूलाई पनि मञ्च अगाडि देखेको छु। आशा गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी पूर्व वडा सदस्य अनिरुद्ध भैरवज्यूलाई पनि देखिरहेको छु। उहाँलाई पनि आशा गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी मैले अगाडि देखिरहेको छु। आफ्नो ग्रास काटेर यो बजारलाई यो कार्यक्रमलाई सफल पार्नको लागि तपाईँहरूले घर घरमा चन्दा उठाएर घर घरमा आर्थिक सहयोग गरेर यो कार्यक्रम आयोजना गर्नुभएको छ। त्यसले गर्दाखेरि यहाँहरूले दुःख गरेर कष्ट गरेर जुन उद्देश्यका साथ यहाँहरू उपस्थित हुनुभएको छ त्यो कुरा नबुझेर धेरै नजरअन्दाज गर्ने हो। तपाईँहरूको खुसी रुचि कामको विस्तार गर्न म के मात्रै गर्न चाहन्छु भने यो बजार छुमेको आगमन रहनेछ भने हात्ती व्यवसायमा अत्यन्तै चर्चित मोडल अस्मिता भरपालको पनि आगमन हात्ती व्यवसायमा रहनेछ। साँच्चै हात्ती व्यवसायमा अत्यन्तै तपाईँहरूले गाउनु भएको ठाउँ 12 विषय मेला हे भन्न हुँदैन भन्न हुँदैन। भालेको लागि माथि चढ्ने तयारी हुँदैछ भाइ। ठुलो लाग्छ सकेर भाले माथि छ तलबाट गर्दाखेरि तेल लागेको